अहिले एकदमै भाइरल ट्रेन्डिङमा भइरहेको यो पेंगुइन एक्लै कहाँ र किन जाँदैछ, आउनुहोस् यसको पोल खोलेर पर्दाफास गरौँ। भिडियोमा हेर्न सक्नुहुन्छ यो पेंगुइन ठूलो अग्लो हिमालतिर हिँडिरहेको छ एक्लै। सायद पक्कै पनि यो अग्लो हिमाल नेपालको हुनुपर्छ। यसको मतलब उक्त पेंगुइन अहिले तिब्बततिर कतै छ। अच्छा। तर तिब्बतबाट नेपाल चाहिँ किन आउन लागेको होला? अब हेर्नुहोस्, पेंगुइनलाई तिब्बतबाट नेपाल आउनको लागि कम्तीमा पनि 35-36 दिन लाग्छ। 35-36 दिनमा नेपालमा के हुनेवाला छ सोच्नुहोस् त एकचोटि। एकदम सही, चुनाव हुनेवाला छ। तर पेंगुइनको चुनावमा के काम? भोट त हाल्न सक्दैन क्यारे, किनकि भोट हाल्नको लागि त भोटर कार्ड हुनुपर्छ। यसमा पेंगुइनलाई चिन्ता छैन, किनकि हर्क साम्पाङले भोटर कार्ड नेपालमा बनाइदिइसकेका छन्। मान्छे नपुगेर चुनावमा हर्क साम्पाङले पेंगुइनका कोर टिमहरूलाई फोन गरेर बोलाएको, तर एउटा मात्रै पेंगुइनले मानेपछि उक्त पेंगुइन नेपालमा एक्लै आउन लागेको भनेर हामीलाई गुप्त विशेष सूचना हाम्रो एनसीबी का फ्लोर पेंगुइन प्रसादले जानकारी दिएका हुन्।